आज चाहिँ शनिबार हो कि साथीहरू। अनि म चाहिँ बिहान उठेर टाउकोमा मजाले तेल मसाज गरेँ मजाले है। अनि कपाल पनि कोर्या छैन कि शनिबार अब बल्ल बल्ल हप्तामा एक दिन छुट्टी हुन्छ स्कुल गएर आएपछि होइन। अनि मजाले त कपाल मालिस गरेन भने चाहिँ एकदमै टाउको दुखेर आउँछ कि मलाई चाहिँ एकदमै गर्मी त म सहनै सक्दिनँ। अनि मलाई एकदम धेरै टाउको दुख्छ। अनि के गरौँ हुन्छ। हप्तामा एक दिन शनिबार यसो मोड फ्रेस गरौँ न त भनेर मैले चाहिँ सानो भिडियो क्लिप गरेँ कि मलाई खासै राम्रो भिडियो चाहिँ बनाउन आउँदैन होइन। भर्खर सिक्दैछु। एक दुईवटा भिडियो कहिलेकाहीँ यसो टाइम पास के अपलोड गर्छु। अब यो चाहिँ आफैलाई पनि माइन्ड फ्रेस हुन्छ, आफू पनि भिडियोमा बिजी भइन्छ, अरू केही सोचिँदैन भनेर यसो बनाउने हो। अब खासै राम्रो त बन्दैन, स्टार्टिङ हो होइन। भर्खर सिक्दैछु, खासै केही आउँदैन कि साथीहरू। यसो अरूले गरेको देख्दा कस्तो रहर लाग्छ, गरम म पनि गर्न सक्छु गर्छु भन्ने जस्तो लाग्छ है। तर आफूले गर्न लायो न एउटा क्यामेरा हुन्छ, न क्यामेरा समात्दिने मान्छे हुन्छ, न के हुन्छ, यता के मिल्दैन उता के मिल्दैन, गर्दा गर्दा केही कुराले साथ दिँदैन कि साथीहरू। अनि आज चाहिँ मैले अब होस् जस्तो हुन्छ नि होस् भनेर बिहान उठेर टक्क आफ्नो घरको पूजापाठ कुचो सबै गरिसकेपछि खाना पकाउनु भान्सामा छिरेँ। अनि मैले सामान्य त्यही आलु र खुर्सानीको तरकारी, गेडागुडीको रसवाला तरकारी बनाएँ होइन। अनि खानामा त हामीले सधैँ खाने नै त्यही दाल भात तरकारी अचार नै हो। अब त्यो चाहिँ मैले दाल भात तरकारी अचार चाहिँ गरिनँ। आज शनिबार चाहिँ मैले सामान्य गेडागुडीको तरकारीमा रस राखेँ। अनि आलु र त्यो लाम्चो खुर्सानी हाम्रोमा चाहिँ कति धेरै फलेको छ कि। अनि त्यसलाई चाहिँ भुटभाट पारेँ। अनि त्यस पछाडि चाहिँ म यहाँ खाना पाक्दै थियो कि भित्र भान्सामा खानासाना बसालेर। अनि त्यस पछाडि अब सबै ड्युटी आफ्नै हो नि त, घरहरू हेर्ने, वरिपरि सरसफाइ के छ कस्तो छ भनेर सबै गर्ने ड्युटी आफ्नै हुन्छ नि त। अनि त्यसले गर्दा चाहिँ म कौसीतिर बढाल्न गएँ। भित्र चाहिँ खाना पाक्दै थियो, मैले चाहिँ बाहिर कौसी सोसी बढालेँ। अनि बढालिसकेपछि अब मैले चाहिँ तल कोठाहरू चोटाहरू सबै बढाल्छु कि शनिबार एक दिन चाहिँ। अरू दिन त हेर्नु न बिहानको क्लास हुन्छ, ट्युसन हुन्छ, बेलुकाको क्लास हुन्छ, केही गर्न भ्याइँदैन कि साथीहरू। सास फेर्ने फुर्सद पनि हुँदैन। यसो मोबाइलमा एकछिन के कुरा त आफूले पनि सिकाऊँ न त भन्ने जस्तो त लाग्छ नि, तर केही भ्याउँदैन कि साथीहरू। यो चाहिँ मैले अनि काग र गाईलाई यसो भात छुट्याउँछ नि त हाम्रो त। अनि चुलोमा नचढाइकन खानु हुँदैन भन्नुहुन्छ आमाहरूले पनि होइन। अनि त्यसले गर्दा चाहिँ मैले सबै छुट्याएँ। अनि त्यस पछाडि मेरो आमा बुबालाई मैले खाना दिएँ। अनि मैले चाहिँ आज मोही पनि पारेको थिएँ कि। अनि मोहीबाट चाहिँ थोरै घिउ निस्क्यो, धेरै त निस्केन। अब थोरै भए पनि अलिअलि जम्मा गर्दाखेरि हुन्छ नि त, आफूले खाने अनि त्यस पछाडि बढी भएको राख्ने गर्दा हुन्छ नि त भनेर आज बनाएको थिएँ। अनि त्यस पछाडि मम्मी म अनि बुवाले भएर चाहिँ खाना खायौँ। अनि खानासाना खाइसके पछाडि चाहिँ मैले चाहिँ सबै खानाहरू दिएँ, आमा बुवाहरूलाई दिएँ होइन। अनि यस्तै हो कि डेली चाहिँ मान्छेको जीवनमा चाहिँ कति दुःख र सुख आइरहेको हुन्छ, के गरे आफ्नो मन बुझाउने भन्ने कुरा हो कि साथीहरू। मलाई त दसतिर सोचेर टेन्सन लिनुभन्दा पनि यही सामान्य घरको काममा भुलेर घरको काममा बिजी हुन पाएँ होइन। मन पनि अन्त लाग्दैन थियो, दिमाग पनि अन्त जाँदैन थियो, केही न केही त अब मुड फ्रेस त हुन्छ नि त। अनि मैले सबै काम सकाएँ कि आज शनिबार चाहिँ सबै काम गरेँ, बिहानदेखि सबै काम सकाएँ। अनि नुहाइ धुवाइ गरेँ। त्यस पछाडि आफ्नो भोलिको क्लासको लागि रेडी पनि गर्नुपर्ने हुन्छ, लेसन प्लानहरू बनाउनु पर्ने हुन्छ, त्यो सबै तयारी गरेँ। अनि आज असारको 15 गते पनि हो कि। अनि मैले चाहिँ दही चिउरा खाने दिन थियो। अनि दही चिउरा खाने दिन भएपछि त अनि खानु पर्यो। अनि हामीले चाहिँ दही चिउरा